नमस्ते सबैलाई, म हो हजुरहरुकी प्यारी नानु। आज चाहिँ 100 डे मिनी ब्लग च्यालेन्जको चौथो दिन हो। म चाहिँ रेडी भइसकेँ। मेरो सासू आमा नन्द म हामी 3 जना चाहिँ आज जाँदैछौँ पिपला बजार। हामी घरमै भएको दिनमा चाहिँ जीप आउने जाने गरिरहेको हुन्छ। जुन दिन हामीलाई घुम्न जानु पर्ने हुन्छ त्यो दिन चाहिँ जीपै आउँदैन, किन होला। झन् बिहान छिटै जाम्ला, छिटै काम सकेर आम्ला भनेर खाना पनि नबनाइकिन भोकै हिँड्यौं साथीहरू हैन। तर आधा घण्टासम्म नै जीपै आएन कि, अनि चाहिँ हामी हिँड्दै जानु पर्ने भयो। दाउ सलिनादेखि राजपुरसम्म पुग्यौं। अब जे कामको लागि आएको भए पनि कामको कुरा हुँदै गर्छ। पहिला चाहिँ आफ्नो पेट पूजा गर्नु पर्यो। खासमा आज चाहिँ हामी पिपला किन आएको भन्दा मेरो नथिया बिग्रेको धेरै दिन भइसकेको थियो नि त। फेरि यो नथिया लगाउने बानीले नथिया नलगाउँदाखेरि अनुहार नै कस्तो अर्कै लाग्ने कि साथीहरू। अहिले चाहिँ म गाउँमा छु नि त, अनि काम भइरहने कि, त्यही भएर फाइनली आज चाहिँ आइपुग्यौं नथिया बनाउन। सुन पनि कति साह्रो बढेको कि साथीहरू। यति सानो नथियालाई चाहिँ 18,000 पर्यो कि। फेरि हामीले ऋण लिने मान्छेहरूले चाहिँ 18,000 को नथिया बनाएर लगाइछि, हाम्रो ऋण तिरिन नभन्नु होला। यसमा खाली 3,000 थपेको मेरो पुरानै नथिया थियो नि त, त्यसमै पैसा थपेर बनाएको। आज चाहिँ म धेरै खुसी छु साथीहरू। थ्याङ्क्स फर वाचिङ, बाई।